2026 जनवरी 5 अर्थात् माल्टामा आउनलाई लास्ट नयाँ नियम लागू भएको मिति भनेको यही हो। 2023 मा उनीहरूले ड्राइभिङ लाइसेन्स सम्बन्धी छुट्टै नियम लिएर आयो। 24 मा इमिग्रेसन सम्बन्धी नियम लिएर आयो र 25 मा इमिग्रेसनलाई कसरी घटाउने र कसरी लङ टर्ममा लाने भन्ने नियम लिएर आयो माल्टिज गभर्मेन्टले, जुन कुराले अब तपाईहरुलाई माल्टा आउने व्यक्तिहरूलाई प्रत्यक्ष असर पार्छ। योभन्दा पहिला माल्टा आउनको लागि युएईमा गए जसरी अथवा कुनै पनि खाडी मुलुकमा गए जसरी तपाईहरु एउटा डकुमेन्ट हाल्नुहोस् र त्यही डकुमेन्टको आधारमा तपाईलाई भिजा दिने भन्ने कुरा हुन्थ्यो। अहिले चाहिँ चेन्ज भएर उनीहरूले यही नियमलाई कटौती गर्दै नयाँ नियम लागू गरिसकेको छ, जसको कारणले तपाईलाई माल्टा आउनलाई अब सिरियस हुनुपर्छ। तपाईलाई कुनै कन्सल्टेन्सी म्यान पावरमा गएर तपाईले पेपर दिँदैमा तपाईको भिजा लाग्ने यस्तो किसिम अब बन्द भइसकेको छ। साथैहरु तपाईहरु माल्टा आउन खोज्दै हुनुहुन्छ भने तपाईहरुको लागि एकदम इम्पोर्टेन्ट छ यो भिडियो, अन्तिमसम्म हेर्नुहोस्। सबभन्दा पहिला म तपाईहरुलाई भन्छु, माल्टा आउनको लागि अब एकदमै गाह्रो भइसकेको छ। तपाईहरु खाडी मुलुक गए जसरी कुनै पनि कन्सल्टेन्सी म्यान पावरमा गएर तपाईले डकुमेन्ट दिएर हुँदैन। त्यसको लागि तपाईले प्रपर पढ्नुपर्छ, तपाई आफैमा एउटा क्वालिफाइड हुनुपर्छ र तपाईले मजाले इंग्लिश बोल्न सक्ने हिम्मत हुनुपर्छ, किनभने तपाईले इन्टरभ्यु अनिवार्य रूपमा फेस गर्नै पर्ने हुन्छ। म तपाईलाई यो र भिडियो बनाउँदै चाहिँ कुनै असिलो ब्याकग्राउन्ड साउन्ड आउन सक्छ, यसको माइन्ड नगर्नु होला, तर तपाईहरुलाई चाहिने कुरा भनेको यही हो। त्यसैले तपाईहरुलाई अब मैले स्किल कार्ड सम्बन्धी अथवा तपाईको प्री डिपार्चर कोर्स सम्बन्धी एउटा छुट्टै एउटा क्लासै दिने विचार गर्दैछु, जुन चाहिँ तपाईहरुलाई हेल्प हुन्छ र त्यसपछि एप्लाई गर्ने क्रममा नि म तपाईलाई एकदमै हेल्प गर्न सक्छु। र मैले चाहिँ अब लगभग 20-25 दिनमा काउन्ट गरेर म एउटा व्हाट्सएपको ग्रुप बनाउँदै गर्छु, जुन ग्रुप चाहिँ म डिस्क्रिप्सनमा अथवा मेरो 2-3 दिनमा म अपलोड गरेर तपाईहरुलाई जानकारी गराउँछु कम्युनिटी गाइडलाइन्सबाटै। त्यहाँ तपाई जोइन भएर तपाईले प्री डिपार्चर कोर्स कसरी गर्ने हैन, अनि त्यसपछि तपाईले यो स्किल कार्ड पास कसरी गर्ने र यसको ट्रेनिङ कसरी लिने, त्यो भन्दा एक्स्ट्रा के हो भने तपाईले पढ्ने कसरी, तपाईले अनलाइन त लिनुभयो तर तपाईले पास गर्ने इन्टरभ्यु फेस गर्ने कसरी, यहाँ के क्वेशन सोध्न सक्छ, माल्टा सम्बन्धी के कुराहरू जानकारी जान्न सकिन्छ, रियल एक्सपिरियन्स जुन म आफैले पनि इन्टरभ्यु दिएर आएको र त्यो हिसाबले म तपाईहरुलाई क्लासिङ एकदम कोच हिसाबले कोच गर्दैछु। अब छिट्टै आउँदैछ त्यो भिडियो पनि म बनाएर ल्याउँदैछु। त्यसैले साथीहरु तपाईहरुलाई म छोटो अपडेट दिन आएको। तपाईहरु माल्टा आउन खोज्दै हुनुहुन्छ भने तपाईहरुलाई पक्कै पनि अब चाहिँ अलिकति आफैमा क्वालिफाइड म गर्न सक्छु, म बोल्न सक्छु भन्ने हिम्मत हुनुपर्छ, अनि मात्रै तपाई आउनुहुन्छ। तपाई यसो हैन कि ख्यालख्याल बद दियो अब जम मलाई भन्दै आछ, उहाँहरुले केही पनि थाहै छैन। मलाई कति मान्छे मेसेज गर्दै हुनुहुन्छ, कहाँ कसरी पर्मिट आयो, के आयो, कसरी थाहै छैन, मेल आछ कि पैसा दिइसके, यो भएको छ त्यो भएको छ, केही भएको छैन तपाईहरुको। जबसम्म तपाईहरुको हातमा मेल आउँदैन तपाईसँग एप्लाई हुँदैन। त्यसैले तपाईहरु माल्टा आउन खोज्दै हुनुहुन्छ भने सबभन्दा पहिला तपाईलाई प्री डिपार्चर कोर्स र स्किल कार्ड पासको बारेमा जान्न जरुरी छ, जुन क्लास म गराउँदैछु। तपाईहरु अनलाइनको थ्रु जुमबाट मिटिङ गरेर तपाईहरु मजाले तपाईहरुलाई बुझाउने हिसाबले क्लास गर्दैछु। अगेन म भन्छु तपाईहरुलाई यो क्लासको भने म थोरै कस्ट चाहिँ लिन्छु फेरि, किनभने मेरो पनि टाइम छ, यहाँ टाइमको एकदम भ्यालु छ। माल्टामा 1 घण्टा टाइम भनेको तपाईको कति रुपैयाँ हो थाहा छ? 10 रुपैयाँ, 10 युरो भनेको 1700 रुपैयाँ। त्यसैले तपाईहरुलाई म थोरै कस्टमा एकदम हेल्प हुने गरी म 20-25 दिनको ग्याप किन राख्दैछु भने किनकि म तपाईहरुकै हेल्प चाहन्छु र यसको थोरै कस्ट म तपाईहरुलाई त्यही व्हाट्सएपमा जोड्छु र व्हाट्सएपमै तपाईहरुलाई बताउने छु कि कति कस्ट लाग्छ। एकदमै सिम्पल थोरै कस्ट जसले पनि पे गर्न सक्ने कस्ट राख्छु। त्यसमा तपाईहरु म्याक्सिमम मान्छेहरु पक्कै जोइन हुनु होला, किनभने म तपाईहरुलाई हेल्प गर्छु र म पनि अलिकति ग्रो हुन चाहन्छु। यो भाकै कुरा कसैले पनि तपाईलाई फ्रीमा गर्ने कुरा हुँदैन। तपाई कन्सल्टेन्सी जानुहोस्, तपाईलाई प्रपर गाइड र गाइड पछाडी तपाईहरु माल्टा गर्ने, अपडेट गर्ने, कसरी एप्लाई गर्ने र तपाईहरुको डकुमेन्ट खुद म तपाईहरुलाई एजेन्ट साथ भेटाएर प्रपर तपाईहरुलाई डकुमेन्ट पैसा नफस्ने गरी एप्लाई गर्ने ठाउँसम्म पुर्याएर भिजा लाग्नु भनेको अगेन यो गभर्नमेन्टको कुरा हो र गभर्नमेन्ट अफिसरको कुरा हो हैन। त्यो बाहेक तपाईहरुलाई सम्पूर्ण कुरा, हाउसिङ कन्ट्र्याक्टका कुराहरू भयो, यी सम्पूर्ण व्यवस्था मैले मिलाउने गर्दैछु। त्यसैले साथीहरु तपाईहरुलाई म भन्छु, अब तपाईहरु माल्टा आउने सोचमा हुनुहुन्छ भने पक्कै पनि हाम्रो व्हाट्सएप ग्रुप अब छिट्टै आउँदैछ, त्यसमा जोइन हुनु होला सबैजना र जति सक्दो यो भिडियोलाई शेयर गर्नु होला। तपाईहरुलाई नेक्स्ट भिडियोमा म प्रपर तरिकाले बताउने छु कसरी के गरी हुन्छ र व्हाट्सएप ग्रुप पनि छिट्टै अपडेट आउँदैछ। तबसम्मको लागि तपाईहरु हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र तपाईहरु माल्टा आउने जर्नी भने रोकिदैन, माल्टा आउन रोकिएको छैन, तर तपाई आफैमा क्यापेबल हुनुपर्ने जरुरी छ। साथीहरु आजको लागि यति नै। अब नेक्स्ट भिडियो नेक्स्ट अपडेटको साथ आउने नै छु। त्यसको लागि धन्यवाद।